बटन मात्रै छ देखिरहनु भएको छ हेर्नुहोस् काठमाडौँको रोड अहिले यस्तो छ बिजी रोड थियो पहिला अहिले मान्छे कता कता जानुभयो के हो कसो हो तपाईँले देख्नुहुन्छ होला एकान्त कुनाबाट ठ्याक्कै बल्खु जाँदैछौँ हामी बल्खु एकान्त कुनाबाट बल्खु जाँदैछौँ हजुरले सक्दो सेयर गरिदिनु होला सक्दो तपाईँहरूले कमेन्ट गर्नु होला र हामी चाहिँ मिल्नु पर्छ सबैजना नेपाली दाजुभाइहरू सबैजना मिलेर देश बनाउनु पर्यो देशमा राम्रो आउनु पर्यो होस् फुलहरू फुलेर रातै भयो भनेको गीत छ र हजुरहरूलाई म भन्ने गर्छु ए हजुरहरू कता हामी घरदारी बाटो यता भनेर भन्नु मन लाग्छ हजुर ट्याप्लेमा मलाई त र हजुरलाई कस्तो लाग्छ मैले भनेको कुराहरू ल हेर्नु हजुरहरू कता घर जाने बाटो यता ल हेर्नु ए घर जाने बाटो यहाँबाट सर कलङ्गी चाहिँ कलङ्गीबाट थाङकोटको ओह्रालो अनि थाङकोट गएपछि अनिखेर मुङलिनबाट तपाईँ कता कता लाग्नुहुन्छ अब हेरेर हुन्छ र हामी चाहिँ भन्ने गर्छौँ मलाई जसरी हुन्छ जे गरे हुन्छ एउटा खसी चाहियो एउटा खसी चाहियो दसैँको लागि गङ्गी माता कि फुलको आँखामा फुलै संसार काँडैको आँखामा काँडै संसार भनेर मनमा फुल हुनुपर्छ अनि मनमा फुल भयो भने सबै आफ्नो त्यस कारणले मनलाई राख्नुपर्छ शान्ति चरा कसले राखेको थियो चरा पनि छोड्दै हुन्छ सबै आफ्नो गन्तव्य उडेर गएर उनीहरू आफ्नो फुलमा चरेर आफ्नो उसमा खानुहुन्थ्यो मान्छेले चरालाई समातेर पेरुङमा छोडेर राख्दा त्यसो नगर्नु होला उनीहरूको पनि कतिको जान बच्चा होला होइन उनीहरूले पनि
सही हो रे र को भने इमान्दार प्राणी हो नि त कुकुर भनेको इमान्दार एकदम वफादार आफ्नो मालिकले आफ्नो घरलाई अब बसे घरलाई सुरक्षा दिनुहुन्छ स्थापनाको दिन है आज है जय दुर्गा माता जय नवदुर्गा भगवानको जय नवदुर्गा